यो हाम्रो बच्चा बगर स्थित राम ढुङ्गेलको घरमा हिजो भाइटिकाका दिन 2082 साल कार्तिक 6 गते दिउँसो 1 बजे चाहिँ आगो लगाउने काम गर्यो यहाँ। अब यो कसले गर्यो, किन गर्यो, आयोजन प्रयोजन के हो उनको, म अहिले यहाँ हामी स्थानीय सरकारका प्रतिनिधि सहित हामी केही समाजका चाहिँ गन्ने मान्ने युवा साथीहरू सबै भेला भएर चाहिँ त्यस विषयमा चाहिँ छलफलको कार्यक्रम रहेको छ। अब यो छलफलले निचोड के निकाल्छ, अब यसमा मेरो विचारमा चाहिँ तपाईको प्रहरी प्रशासन पनि अझै बोलाइदिएको थियो भने अझै सुन्दर हुन्थ्यो। जे होस्, यो मिटिङ बसेको छ, अब यसले के निचोड निकाल्ने छ यस विषयमा फेरि प्लस गर्न अनुमति चाहन्छु। आफ्नो कुरा राख्नको लागि मैले धेरैपल्ट उठेर भन्दा नि पहिला त यहाँ तल थियो हाम्रो परालको माछ, यो त नगरपालिकाले दमकल आएर पनि निभाएको हो। त्यहाँबाट पछाडि अलि बाटोको छेउमा भयो पौडी चाहिँ फटाले यस्तो गर भनेर अलि माथि राख्यो, त्यहाँ 2 चोटि म मात्रै 15 मिनट। अब मलाई महिना र गते सबै थाहा भएन, टाइम मात्रै थाहा भयो। 15 मिनट मात्रै गायब भइरहेको थिएँ म, आउँदाखेरि आगो बलिरहेको छ। मैले नसकेर छिमेकी आएर निभाइयो, फेरि लगायो त्यहीँ, फेरि त्यतिखेर चाहिँ म छोरीको घर गइरहेको थिएँ। छोरो थियो कति अलि अँध्यारैमा होला त्यतिखेर 7 साढे 7 बजी कतिखेर लाग्यो भन्थ्यो त्यो। अब त्यहाँबाट पोट भनौँ न अर्को चैत आउन आँटो, अस्तिको चैतमा ठक्कै म आमाको उसको कामको लागि उहाँ काँकरभिटा गएको बेलामा हट्टै यहाँ घरभित्र। अनि अहिले अब सिरा दसैँ यति सबै थुपाएर राखेको छ, त्यहीँ सल्काइदिएछ। अहिले अब फेरि अहिले हिजो मेरो बाध्यता अब बोलाउनु मेरो दिदी उहाँ हुनुहुन्छ, काँकरभिटा गइरहेको थिएँ म। बाछोलाई घाँस हालिदिएर मजाले दाम्रोले बाँधेर बाख्रोलाई खोरमा थुनेर घाँस टन्नी हालिदिएर हिँडेको। यता छिमेकीहरूलाई सोद्धाखेरि 12 घरको छोरी परे होइन। हामी चाहिँ अब जहिले सुनिरहेको छौँ, सुरुवात चाहिँ यो ढुङ्गा हान्नेबाट भएको हेर्नु होइन। सुरुवात चाहिँ फर्स्ट टाइम चाहिँ यहाँबाट ढुङ्गा हान्नेबाट। हामी यही गाउँमा हुर्केर यही गाउँमा बढेर हाम्रो बुवा इन्डिया जाने मान्छे हो। तपाईँहरूलाई पनि थाहा छ, मेरो बिहे गर्दा मेरो सानो भाइ 3 महिनाको थियो, मेरो ठुलो भाइ 2 वर्षको थियो। हामीलाई भाइको कुनै आँट थिएन। यही गाउँमा बस्यौँ, यही गाउँमा हुर्क्यौँ, हामी यही गाउँबाट बिहे भयो। तर हामीलाई यस्तो कहिले जानेको थिएन हेर्नु। तर अब जब हामी बिहे गरेर गयौँ, अब अहिले यो 5-6 वर्ष भयो लगभग, जब 5-6 वर्ष भयो ढुङ्गा हान्नेबाट सुरु भएको यो स्टार्ट भएको। अब यो हामीले ढुङ्गा हानेको पनि देख्यौँ, तर किन छिमेकीमा झगडा गर्ने, यहीँबाट समय हुँदै जान्छ होला भनेर हामी लाग्यौँ होइन। तर पटक ढुङ्गा अहिले ढुङ्गा हान्ने छैन, ढुङ्गा हान्ने पुरै बन्द छ। यो अहिले आगो लाउने छ। हामी जब अर्काको घर गएको मान्छे माइतीमा आज आगो लाग्यो कि भन्दै रुँदै बस्नुपर्छ वहाँनिर। उहाँ हुन्छ मान्छे, तर शरीर उहाँ भए पनि मन चाहिँ यहीँ हुन्छ। किनभने जहिले आगो लागिरहेको थाहा छ नि त, बा कतिखेर लाग्छ, के गरेर लाग्छ। अब हिजोको प्रसङ्ग चाहिँ आमा बुवा जानुभएको थियो काँकरभिटा इटाभट्टा, म भाइहरू बोलाएको थिएँ मैले मेरो घरमा। तर मलाई चाहिँ अलिअलि मनमा चाहिँ डर लागेको थियो। अनि बोलाएको थिएँ, उनीहरू अब टिको मात्र लगभग लगाइसकेको थियौँ, खानाहरू भाइहरूलाई खुवाउँदै थियौँ। आगो लाग्यो भनेर काकीले फोन गर्नुभयो, पल्ला घर काकीले होइन। अनि हतार हुँदै आयौँ। आउँदाखेरि अब यहाँको स्थिति रक्सीका बदल त्यहाँनिर होइन। अब मुखारी छिनाइदिएको छ, पुरै काटेको छ पुरै मुखारी। अनि त्यो डोरी छैन। अनि त्यहाँबाट त्यो के अरे उतापट्टि पनि आगो, चुला खोलिदिएर बट्टाहरू थुपारिदिएको छ। हेर्नु है, सिलिन्डर थुपारिदिएको छ। अनि सबैले आगो निभाउनु भयो, आगो सबै काकीहरूले सबैजनाले भएर निभाउनु भयो अरे।
अब त्यो यहाँ पनि आगो छ कि भन्दै सबैजनाले हेरी हेरी निभाएको अरे भाइले पनि यहाँ भान्साकोठामा लागेको छ आगो भनेर भने अरे भान्साकोठामा छ कि भने अरे त्यो पनि टाउको भाइले अनि भनेर त्यो पनि निभाएको आगो सबैजना भएर निभाउनु भयो आगो तर अब के भने रक्सीको बदल त्यहाँ भेटिनु यो भाइ र दाजुले रक्सी खानु हिजो सुन्नु रक्सी खानु अहिले बोल्नै मिल्दैन नि अहिले नबोल्नु न बनाइरहेको थियो रक्सी अब म त छेउमा म ढाँट्दिनँ मैले भनेको कुरो म रिसाएर म रन्केर पनि बोलेँ म हेर्नु मलाई रिस पनि हुन्थ्यो मेरो रन्केर मैले बोलेँ पनि म छेउमा पनि गएँ रक्सी यो भाइ त आँखा थिएन ठाउँमा हेर्नु थरर आँखा त यस्तो यस्तो भइरहेको थियो आँखा पुरै अब मैले म ढाँटेर बोल्दिनँ होइन भन्नुहुन्छ भने अरूलाई पनि सोध्न सक्नुहुन्छ म उहाँहरू हुनुहुन्थ्यो भनिदिन्छु सबै त्यस्तो भइरहेको थियो अनि दुईवटा बदल त्यहाँ हुनु अनि त्यो बदल काटिनु यो यहाँनिर धेरै उयो छ हामीलाई अन्याय भयो यस्तो अर्काको लेबर गरेर खाने मान्छेलाई बाँचेर आनन्दले सुतेर खान पाइयोस् हामीले सबै यो हाम्रो पनि त अधिकारको कुरा हो नि त आज म सुत्दाखेरि बा राति नै म मर्छु कि भन्ने नहोस् आनन्दले बस्तु गाई बस्तु हाम्रो त केही छैन यहाँनिर उपाय खाने भनेको अर्काको लेबर गरेर एउटा गाई पालेर खाने हो हामीले आनन्दले सुतेर बसेर खान पाइयोस् यो राम्ररी छानबिन होस् यो के भएको यो यस्तो काहीँ देखेको छुइनँ हामी पनि त अर्काको घरको मान्छे दिनरात माइतीकै मात्रै टेन्सन गरेर हामी पनि जीविका पार्छन् हाम्रो पनि छ घर छन् व्यवहार छन् छोराछोरी छन् जहिले हामी माइतीकै टेन्सन हामीले अब यिनीहरू बुझ्न सक्नुहुन्छ कति हामीलाई कस्तो टेन्सन छ कति भोगेर हामी यहाँसम्म आएका छौँ कति गरेका छौँ तपाईँहरूलाई पनि थाहा छ धेरैजनालाई अब यो जहिले हामीले अब लास्टमा आएर हामीले आगो लाग्ने घरमा यो के भएको अब हजुरहरूले सबै यहाँ छानबिन गरेर यो अन्याय हामीलाई भएको छ यो के भएको यो पत्ता लगाइदिनु पर्यो म यति भन्छु हस् धन्यवाद हामी सँगसँगै गाईबस्तु सारेर आयौँ होइन उहाँ गएर सारेर आउँदैछौँ केही छैन म आयो यहाँ थपक्क बाहिर त्यतिकै ढल्किरहेको थिएँ त्यहाँ त्यतिकै म उयो भयो निदाएँ निदाउनु झकन थालेको छु यहाँ मैले चामल सुकाएको छु गाई सरसर पसेर त्यहाँ चामल खाँदै गर्दा मैले चामल खाँदाखेरि मैले ठुलो भाइ हुँदा छैन मान्छे त्यहाँबाट उता गाई लगाएर हेर्दाखेरि आगो धोइरहेको छ अनि मैले म पनि फेरि डाइरेक्ट उता गइनँ है यहाँ आएर मैले भनेर उहाँहरूलाई लिएर गर्नु गएको र खोलामा चाहिँ के भन्नुहुन्छ भनेदेखि भर्खर जल्दैछ खोलाको चाहिँ धेरै बेर भएको थियो डढेको किनभनेदेखि त्यत्रो सकिन्छ घरको त्यत्रो सकिँदाखेरि खोलामा भर्खर डढ्दैछ त्यो खोला छेउमा थुपायो अनि अब आएर हामी माथि लगाउँछ भोलि हामी यो ठाउँ छोडेर लु कतै गएर बसिदिउँला अरे भरे यो फेरि त्यही लाग्यो भने चाहिँ कसलाई लगाउनु यहाँ त कुरो त यस्तो भएर आइरहेको छ नि त अन्त हिजोको चाहिँ कुरा भन्दैछ त्यही हिजोको कुरा त अब यो कुरो त अब हेर्नु यो यस्तै हुँदै गयो भने यत्तिकै हुँदै जान्छ तपाईलाई आरोप लागेको छ र सिधै हामीहरूलाई नै आरोप लगाइरहेको छ नि उनीहरूले त उयो भाइहरूले त होइन भाइलाई आफूले देखेको कुरा चाहिँ नभनेको होइन मैले देखेँ त त्यति नै हो यस्तो हुन्छ कि कहिलेकाहीँ नि कुनै कुराहरू आफै लिकेट हुन्छ क्या भाइलाई देखेको कुरा विधान त त्यो दिनको कुरा भन भनेको छ नि त म आरोपको कुरा आएको छैन नि त आरोपको कुरा होइन उहाँहरूले चाहिँ त्यसरी भन्नु अहिले यसो नि अहिले जनप्रतिनिधिको चाहिँ रोबरमा तपाईँहरू एउटा समाजलाई बुद्धिजीवीलाई राखेर बोलाएर वास्तविकता कुरा के हो भन्ने कुरामा मात्रै छौँ हामीहरू तपाईँलाई यो व्यक्तिले नै गरेको रहेछ भनेर आरोप कसैले लगाएको छैन सबैलाई सोध्ने हो यथार्थ कुरा आफ्ना कुरा राख्ने हिजोदेखिका कुरा जस्तो हिजो यसो भयो अहिले यसो भयो भन्ने कुरा आइरहेछ नि त पहिलो घर यो हो भएकोले गर्दा हिजोको समस्या कसरी के भयो बाबु यो के हो भन्ने कुरा राख्यो हजुर देख्न चाहिँ त्यो डढ्दै गरेको धौँदै गरेको मैले देखेर यहाँ आएर म पनि उता नभइकन सर यहाँ आएर यिनीहरूलाई बोलाएर लिएर गयो त्यतिखेर कुनै अपरिचित मान्छे देखियो कि देखिएन भन्ने कुरा पनि हो यो भन्दा त्यो अब यो बाटो जोगी सामलाजु यहाँ हुनुहुन्छ यति नै हो पालो तपाईँको त्यो घटनामा गएर आगो निभाउनु भयो निभाउनु त हामी गयौँ अरू तपाईँको भतिजा को अरे लु भाइ भन् त के हो कुरा के देखिस् बाबु हिजोको कस्तो कति बेला कुन टाइममा भयो यस्तो खोइ यो कुन टाइममा भयो थाहा भएन मलाई चाहिँ हिजो कहाँ थियौँ हामी कति बजी दिउँसोको 12 बजी 12 देखि 1 बजीको बिच हामी दुईटै घरमै थियौँ दुईटै घरमै ए लु भन त के हो म सुतिरहेको थिएँ भित्र म निदाएको थिएँ मलाई थाहा छैन म खानासाना खाएँ ओरे काकाले गाई साई सार्नुभयो अनि राँगा फुकेको रहेछ दाम्लो काटेर लगिदिएको रहेछ एउटा नयाँ अस्तिको दिन फेरेको त्यो लगिदिएको रहेछ अनि फेरेर आयौँ दुईजना बेकार हाम्रो राँगा सकिँदैन फेरेर आयौँ आएर म सुतेँ अनि काका पनि ढल्किनु भएको थियो
अनि काकाले यहाँ धान उयो सुकाइरहेको थियो अनि काकाले भरे भाइ ऊ त यहाँ खाएको खाइ गाईले खाँदैछ भन्नुभयो अनि म पनि उठेँ काकाले यहाँदेखि हेर्दा धुवाँ तारिरहेको थियो के धान सुकाएको थियो चामल सुकाएको थियो फेरि गेट चाहिँ हिजो लगाएको थियो कुरा अनि त्यहाँदेखि अब त्यति भनेर सबै कुदेर सबै काकीहरू नि आउनुभयो अनि गएर अब त्यो निभाउने ओर्ने काम गऱ्यो मेरो हात पनि डढ्यो त्यो मुनिबाट कस्तो रहेछ भने माथिबाट त्यो ओछ्याको माथि चाहिँ आगो बल्दै थियो अनि हो त मैले तानेर फ्याल्दै अनि त्यो उयो खाट पनि खाट तान्दाखेरि थपको आँखा यस्तो अगाडि जाँदा ढोका खुल्दै थियो किचनको ढोका खुल्दै हुँदाखेरि त्यहाँ बोतलहरू कच्चा कुचुक भएको थियो अनि काकी त्यता नि हेर्नु त भने मैले यहाँ आगो लाग्दैछ नि भनिनँ यहाँ हेर्नु त हेर्दाखेरि ग्यास बलिरहेको छ भने अनि काकीहरू त उता ग्यासतिर निभाउनु जानुभयो हामी त उता पछाडिपट्टि निभायौँ अनि उता गएर निभाएको त्यति नै हो त्यहाँभन्दा अरू केही देखेको छैन एकछिन ल 2 मिनट भिडियो कलले तिमीले बनाएको हो हजुर मैले बनाएँ मैले लाइभ हालेको अनि त्यस पछाडि त्यो भिडियो लाइभ भइसकेपछि अहिले त्यो काट्यो फेरि मैले डिलिट गरेँ अनि त्यो त समाजलाई यस्तो इम्पोर्टेन्ट खबर तिमीले एकछिन न यार सबैले देखेछ नि यहाँ ए मेरो भाइ मेरो दाइले काठमाडौँमा पनि देखेको कुरा गरे तिम्रो समाचार त राष्ट्रिय समाचार बन्यो त्यसलाई तिमीले फोकस गरेर चाहिँ हजारौँ लाखौँले हेर्ने कुरामा किन डिलिट गर्यो त्यसको पनि यहाँ उत्तर दिनु पर्यो नि त तिमीलाई कसैले दबाब दियो कि होइन दबाबहरू केही आएको होइन अनि किन डरायो त्यो किन बन्द गर्यो त्यो भन त त्यो त संसारभरिका मान्छेले गाउँमा कसैले आगो लगाइदिँदैछ भने त्यो त कत्रो ए भाइ हामी 5वटा घरले देखेर हुँदैन नि एकछिन त्यो डरले मार्नुपर्छ कि डिलिट गर्दा त्यो डरले हुनुपर्छ अब मैले नै लाउँछन् भने होइन त्यसमा के हो तिम्रो कुरा त्यो प्रश्न पार त यो कुरो मैले अहिले थाहा पाएर मात्रै यो प्रश्न गरेको है तिमीलाई यहाँ सुन न काकी यस्तो म त मारेर आएर गएको होइन सब परिहरू त्यही थिए त्यति बेला उता डिस्कस नगर न यता अगाडि प्रतिनिधिसँग हेरेर बोल अब यहाँ अहिले तिमीले बोलेका कुरा सबैले बोलेका कुराहरू कैद हुँदैछ नि होइन उसले लाइभ हालेको थियो अरे प्रतिक्रिया सबैले राम्रो प्रतिक्रिया दिनु होला के भन्नु होला सबै कुरा छ त अनि त्यस्तो राम्रो चाहिँ भिडियो बनाएर अनि त्यसलाई डिलिट गर्नुहुन्छ त प्रतिक्रिया तिमीले हेर्नै पाएन तिमीले प्रतिक्रिया हेर्नै पाएन अनि किन बिना काम भिडियो बनाउनु त प्रतिक्रिया किन आउँदैन अनि हामीले त्यो हेरेको अनि होइन मलाई काठमाडौँबाट दाइले त्यहाँ के हो भनेर प्रश्न गर्नु उसैको भिडियो हेरेर अनि एकछिनमा छैन अनि एकछिन डिलिट मारेपछि चाहिँ त्यो बनाएर डिलिट गर्नुभयो अब के विषयमा डिलिट गर्नुभयो भन्ने कुरा त अब यो त अहिले आउँछ हैन ठीक छ बाबुले सक्नुको कुरा थियो ल ठिकै बस हैन ग्यास पड्किन्जेल भएको ल ठीक छ धन्यवाद होइन टिका लाउँदा 12 बसाएर 12 भएको थियो अन्त खाना बस्न भने म त यसो बच्चा दिदै र खाइ पनि सकेको थिएन साइला भाइ आए ए रोशन ए हुन्छ ठिकै छ खाली गरेर त्यो अस्ति पनि कुखुरा मेरो बिना सूचना बिना कुखुरा मरेको छ कुखुरा पो गएर के भयो के हुन्छ त्यहाँ होस् न नि हुन्न त्यहाँ त्यो आगोको त मलाई थाहै थिएन अनि त्यहाँदेखि म जाँदिनँ ए रोशन ल अरे मलाई लाउँछन् त्यो आगो बलिरहेको छ निभाउनु पर्छ भन्दै पऱ्यो अनि हामी को भनेको कसले साइला भाइले हामी लाउँछु भनेको डाइरेक्ट भनिहाल्छ नि एक्लै जाँदा त्यहाँ गएर एक्लै त पुरो गर्नै हुँदैन एकछिन अनि त्यसो भने अनि सबै भएर निभायौँ गऱ्यौँ उनीहरू पनि गयो निभायौँ हामी पनि निभायौँ गऱ्यौँ मैले भाइलाई फोन गरेँ आइज घरमा यस्तो भयो भने अनि सन्जेले भन्यो यो भान्सा किचनमा हामीले हेरेकै छैनौँ भान्सा किचनमा पनि छ भन्यो त्यहाँदेखि उता जाँदाखेरि बलिराखेको रहेछ बट्टा रहेछ भर्खर बट्टा चाहिँ पग्लिँदै रहेछ अनि यो बुहारीले अब मार्दा मरेन अनि त्यहाँदेखि उयो बुहारीले गरेको सिलिन्डरको उयो रेगुलेटर त्यस्तो डह्रो रहेछ खोलिराखेको छ अनि त्यहाँदेखि तँ पनि माऱ्यौँ अनि त्यहाँदेखि मारेर अनि सबै पानी सारी हाल्यौँ लायौँ अनि टके भाइले गएर भिडियो बनाएर चाहिँ त्यो देख्नेमा मलाई आयो अनि त्यहाँदेखि फेरि एकैछिनमा डिलिट गरेको छ भरे त अनि हामी जहिले पीडित त कति हुनु भट्टराईको घर ढुङ्गेलको घर छानी देवीले त लाउँदैन नि त कहिले बिना सूचना बिना कुखुरा मर्छ ए छिमेकीलाई असर हुन्छ भनेर हामी जाली लागेर थुनिरहेछौँ कहिले एकछिन छोड्नुपर्छ
केही सहिँदैन भने कसरी छिमेकीमा बस्नु मिचो अलिअलि त सहनै पर्छ उनीहरूले हाम्रो सहनुपर्छ हाम्रो कहिले बाख्रा फुस्किन्छ कहिले उताको बाख्रा आउँछ कहिले उताको गाई जान्छ कहिले यता आउँछ अलिअलि पनि छिमेकीमा बस्न सकेन भने त कता बस्नु जानु चुली जङ्गल छिमेकी भएको के आधार भयो छिमेकीको के आधार भोलि हामी मर्दा जानुपर्छ छोड्नुपर्छ हामी कुनै तपाईँको पनि पालो आउँछ क्या जानेको छ दुनियाँले लेबर गरेर जानुपर्छ कता धान काट्न जानुपर्छ घर छोड्नु घरले हामीलाई खान दिँदैन यही कुरा हो धन्यवाद छ तपाईँले आफूले हिजो भएका घटनाहरूको बारेमा आफ्नो कुरा देखेका भएका कुरा राख्नुभयो त्यसै गरी यता हुनुहुन्छ यता लु बोल्नु मेरो पालो आयो आयो पालो आयो म जाने देखेसम्मको भन्छु होइन भएको चाहिँ फागुनदेखि हो फागुन अन्तिमदेखि आगो लागि भयो परालमा लाग्यो पहिले परालमा लाग्यो अनि लास्टमा घरभित्रै लाग्यो घरभित्रबाट अब योसँग त 6 खेप भइसक्यो तिनीहरू घरमा आगो लागेको छ अनि मान्छे छैनन् फेट्टै आगो लाग्छ मान्छे जब हिँडे भनेपछि कि त बाटो हिँड्ने मान्छेले सोचेर लगाइदिनुपर्छ कि मेरो घरबाट लाउनुपर्छ कि भटेर घरबाट लाउनुपर्छ कि बठेर घरबाट लाउँछ मेरो त हाकी चाहिँ देवीले पटक गर्छन् भने त्यो जहिले कस्ती खालकी देवी फेरि कस्ती खालकी देवी त मान्छे जाऊ सक्छन् अनि के भयो त देवी चाहिँ कस्ती फेरि हो नि त देवी नै छैन त्यस्तो हुन्छ कति गर्छन् भने यो त चर्छ आगो लायो ल हुर्रा म पनि मैले लाएँ भने होइन देवीले पो लायो भने फेरि आगो निमन जानु होइन नि त्यो कसले लाउँछ के गर्छ निरीक्षण गरिदिनु तपाईँहरूले मान्छेले लाएको हो यो आगो देवीले लाएको होइन कि देवीको महानुभाव पुगेको छैन भने हामी सबैले हेरेर कोराएर देवीलाई थानकोमा राखौँ कि यिनीहरूले महानुभाव पुर्याएको छैन पूजा गर्न भने नभए वार्षिक पनि गरेको छ यो नवरथमा चन्नी पनि पढाएको छ अनि हामीले यिनीहरूले गरिरहेको छन् जहिले देवीले गर्छन् त्यो गाउँ सकिएको होइन मान्छेभित्र सुतेको छ भने भित्र आगो लाग्दा मरो त त्यो मान्छे त बाँच्दैन नि बाटाको घर छ एक्लो दोक्लो बनी गरेर खाने यो त बनिहाल्यो त खेतीबारी छैन अनि मान्छेले नला कसले लाउँछ त अनि मान्छेले लाउँदाखेरि आगो पनि पोल्छ देवीको आगोले पोल्दैन भट्रेको पहिले त्यहाँ परको माथि थियो त्यहाँ पर थियो पत मैले यसो गरेर निहुरेर तल आगो छैन माथि टुप्पा मात्रै फुर्र भरि आगो बल्छ देवीको आगो पोल्दैन यसले पोल्छ कालो भित्रै सबै कालो भएको छ सबै भङभङ भएर डढ्छ देवीको आगो बिजुलीको आगो जस्तै हुन्छ यो देवीको आगो अनि छ्यासा आगो लाग्यो अनि देवी दोष लाग्यो देवी अनि झन् उत्पत्ति गर्दैन मेरो कुरो यति नै मैले देखेँ म हिजो थिइनँ पनि मेरो नातिनीहरू आएर निभाएको अरे मैले एकैचोटि वृत्तान्त सुनेर म धाइ फल तोडेर आइपुगेँ आउँदाखेरि कति डढो भन्दा आधी घर डढो भन्दा धन्न घर त लुगा फाटो सबै चस्मा खोलेर बोल्नु यहाँ फोटो राम्रो आउँदैन म चाहिँ राँगा खोला बाँधेको छु होइन अनि 12 बजी गएर पानीमा राखेर आएँ फर्केर आएँ अनि नानीहरूसँग त्यति फोनमा बोलेर झगाइछु 2:30 भएको थियो होला अनि आएँ राँगा पाखा निकालिदिनु पऱ्यो अब त फर्क्यो भनेर खोला आउँदै थियो आउँदा साइला भाइलाई यहीँ भेटेँ मैले खाँदै ढुङ्गलकोमा आगो लाग्यो अनि ढुङ्गलकामा आगो लाग्यो हामीले त लगाइहाल्यौँ भने अनि ती आगो निभाउने तिमी मात्रै थियो कि अरू पनि थियो भनेको हामी 2जना मात्रै थियौँ अनि अब रोशनको आमा थियो त्यति भयो नि भने जो मलाई भन्दै थियो म मान्छे बिना घरमा म जाँदिनँ तिमीलाई लाइफ हालिहालेछौ म त्यही भने मान्छे बिना घरमा म जान्न तिमीलाई लाइफ हालिहालेछौ भने लाइफ पनि हाल्ने अब डिलेट पनि एकैछिनमा गर्ने अब तपाईँ भाइको कमजोरी नै जब त मान्छे छैन कमान्ड छ अनि आगो लाग्यो खालि अब राँगाको यस्तो गाई घरको बिचरा मोखर छ भर्खर आएको हिजोको घटनामा चाहिँ म तपाईँ अहिले हुनुहुन्छ भर्खर आइपुग्नु भयो अस्तिको दिन हिँडेको घटना हो होइन म अब हिजोको चाहिँ के भयो मलाई थाहा भएन मैले पनि त हिजो उहाँ देखेर यो फोनमा बात सुनेर अब घर त छोड्नु भयो म भोलि आउने मान्छे हो मैले बेलटारबाट आउँदैछु उहाँ दाजुलाई ठ्याक्कै भेटेँ कुइनलाइन चोकमा मैले मेरो अलिकति सामान छ आलु सालु के पहाडे आलु लिएर आएका थिएँ
त्यो सिटमेन्ट नलागि भएन। अब म हिजोको घटना त भन्दिनँ, यो हिजोदेखि अगाडिको यो 6 वर्षसम्मको घटना चाहिँ अलिकति म भन्छु। 6 वर्ष पनि यस्तै हुँदै थियो, यस्तै हुन्छ। अब यो धेरै टाढो हुँदैन फेरि हेर्नु, छिमेकी ढुङ्गेल भट्टराई यता उता भट्टराई, फेरि तिनतिर भट्टराई छ। यो भट्टराईदेखि उता बढाइसकेको छ, जाँदैन जाँदैन। यो ध्रुव साथ त उहाँ बढाइसक्यो हुनुहुन्छ, परिवार यहाँ हुनुहुन्छ, पहिनी छ कहाँ जान्छ त पहिनी उहाँ हुनुहुन्छ कता, अब यहाँ यहीँ छ। जग्गा उहाँहरूको हो, त्यतिदेखि उता जाँदैन। अब भगवान् रिसाछन् एकछिन मानौँ। अब यो भगवान्को हामीले 6 वर्षसम्म 7 वर्ष लाग्दै छैन, भगवान् रिसाछन् अरे होइन। मुसुरी दाल उखेलो भगवान् रिसाछन्। अब यो कुरो म स्पष्ट भन्छु, अब यो धान काट्नु पर्छ। अब फेरि अब यो भगवान् रिसाछन्। अब यहाँ भगवान् यस्तो खाले छन्। अब भगवान् भन्नु, हामी भगवान् भरोसामा 7 वर्ष बिताइसक्नु दाजु, स्पष्ट। अब म स्पष्ट कुरा भन्छु, मान्छे देखेको छैन। अब भगवान् भन्नु पर्यो नि त, लाइटर हाल्दै गरेको नदेखेपछि त भगवानै भन्नु पर्यो नि त। लाइटर जस्तै गरेको त हामीले नभेटेर त यो अहिले यतिसम्मको हाम्रो यो चर्चा हुन्छ। जस्तैको भेटेको भए त त्यो छँदैछ नि, त्यतिखेर त्यसको निराकरण भइहाल्थ्यो नि। त्यो लाइटर हाल्दै गरेको भगवान्लाई त्यतिखेर भोक चढाइहालिन्थ्यो नि। अब भगवानै विश्वास गरे कि नगर्ने भने चाहिँ अब तपाईँहरू भन्नुहोस्। यो 6 वर्ष त बितिसक्यो, 7 वर्षको दौडमा कुद्दैछ। अब मान्छे योभन्दा पहिलाको के त्यतातिर समय खेर नफ्याल्नु होइन। हिजोको कुरामा चाहिँ हिजो अब कान्छो छोरो र म मेदनी इटाभट्टा गएका थियौँ। बेलुका 7:30-8 बजेतिर आयौँ। रूपकले साँझमा कतिखेर थाहा पाएको रहेछ, उसले मामाको छोरा आउनु भएको थियो, बेलुका गफ गर्नुपर्ने भएर उसले त्यो कुरो सुनाउन भ्याएन। अनि बिहानै यो कोलाको थम्बाको त्यो खोले पकाउँछु क्या म अहिले। अनि त्यो यहाँ लिन आएको थिएँ मामाको छोरा र म। बिहान 7-7:30 भएको थियो होला होइन। अनि भान्जीहरू त मलिलो अनुहार लाएर मामाहरू त आगो लाग्यो यस्तो भयो भन्नुभयो क्या। अनि मैले त्यो पश्चिममा पनि एक ठाउँमा आगो लाग्यो अरे गाउँमा, घरमा। त्यहाँ चाहिँ स्थानीय सरकारले सिसी क्यामेरा जडान गरिदिएपछि त्यहाँ आगो लाग्न छोडेछ होइन। त्यो कुरा सुनाएँ, त्यस पछाडि घर गएँ। अनि सबैलाई घरमा अरूलाई पनि भने होइन। यो हुँदै जाँदा एउटा गम्भीर कुरा, यसलाई चाहिँ गम्भीर रूपले लिनु होला। दुईवटा कुरा छन्। एउटा कहिले सिक्किमे रक्सी, नत्र त्यो 170 कि 200 कति पर्छ एउटा कुन्टे खालको बोतल, त्यो 1 रुपियाँ बिक्छ क्या। त्यो यताबाट पोखरीमा यति फ्याल्छन्, म गाली गर्दिनँ, लगेर थुपार चाहिँ बेच्छु क्या म चाहिँ होइन। एउटा कुरा त्यो। र अर्को गम्भीर कुरा चाहिँ के हो भने सबैले मनन गर्नु है। यो उहाँहरूको घरमा आगो लाग्यो, मासमा कि केमा हो, खै केमा आगो लाग्यो। ए मलाई बोल्न दिनु न, मैले अरूले बोल्ने भनेदेखि मेरो म के बोल्न खोज्दैछु बोल्दिनँ। आगो लाग्यो, आगो लागिसकेपछि कृष्ण दाईलाई पनि भन्नुभएको छ यहाँ, बुवाले मलाई पनि भन्नुभयो। टाइम मैले बिर्सेँ, यति बजे आइदिनु है भन्नुभयो। अनि हामी ठ्याक्क टाइम भइसकेपछि भन्दै म त यहाँ काममा व्यस्त हुन्छु, भ्याउँदिनँ भने। अनि कान्छो खुर्र कुदेर गएर मान्छे भेलै भइदिएनन्, कार्यक्रम नहुने भयो, त्यो जुन छलफल नहुने भयो भनेर भन्यो क्या। उसको घरमा चाहिँ त्यत्रो आगो लाग्दा मान्छे किन भेला नहुनु, कुरा के हो होइन। अब यो कुरालाई कसरी त्यो मैले त्यस्तो भन्न खोजेको चाहिँ होइन है फेरि। अब यसलाई पनि मनन गरौँ। र बहिनीहरूले उसलाई एट्र्याक्ट गरिरहेको त्यो वाक युद्ध जस्तो होइन। अब कुरा के हो त्यो पनि, त्यसलाई पनि गम्भीर रूपले छलफलको विषय बनाऊ भन्दै मेरा 2 शब्द यहीँ राख्छु। धन्यवाद।
धन्यवाद छ। अरू छिमेकी कोही हुन्छ नजिकै अरूलाई कसैलाई केही नयाँ त्यस्तो त्योदेखि बाइकको अहिले भनेदेखि बाइकको भनौँ न अब अहिले भनेदेखि बाइकको मान्छे कोही हुनुहुन्छ माताहरू कोही के छ एउटा प्रश्न कुरा ल रक्सीको बोतल भन्यो नि कुन रक्सीको ब्रान्ड कुन थियो सिक्किम हो कपडाले छोएर राखेको त्यतिकै हातै बोतल यस्तो होइन यसलाई त त्यसरी हुन्छ कहाँबाट ल्याएको पत्ता लाग्दैन एउटा कुरा छुट्याइछु मैले एउटा कुरा राखिहाल्नु पर्यो अब हिजो यहाँ यत्रो भयो होइन उहाँले त हातकाजी साँच्चै भन्नुपर्दाखेरि उहाँलाई लगाइराखेकै छ किनभने यो मान्छे चाहिँ यो भेला चाहिँ उसले गर्ने बेला किन गर्दैन यो फेला चाहिँ उसले गर्नु पर्यो नि त तर गर्दै गर्दा आनन्द झप्छ बसिरहेछ उनीहरूले गरिरहेको सिधा भनिरहेको बहिनीहरूले त्यो भन्यो भनेर उसले मान्छे भेला पार्ने बेलामा बहिनीले आफै भेला पारेको छ ऊ चाहिँ नि भएर बसिरहेछ बोलायो अब यो चाहिँ कुरो राम्रो विचार गर्नुपर्छ है अरू कोही हुनुहुन्छ भाइले थप्नु अरू कोही हुनुहुन्छ देख्ने जागो निभाउने आगो निभाउने भाइहरू हो कान्छा भाइ ए लो त यो व्यक्तिलाई हो यतातिर चाहिँ अनुसन्धान ढल्काउँ क्या यो मान्छेले हो सेतो सर्पलाई मारे भन्ने कुरो उठायो यहाँ सर्प पनि मार्न हुँदैन तर यो व्यक्तिले गरिरहेछ व्यक्तिमाथि अनुसन्धान चारको हान्नु लाऊ को कोलाई लगाएको छ शङ्का छ तब बोक्नु थाल्छ माथि शङ्का उत्पन्न भएको छ ट्याप लाने कोर्रा हान्नुपर्छ सिस्नो पानीले तब बग्छ नभए सकिन्छ अब अलिकति ल अलिकति छोरै म अलिकति छोरै बोले ल भन्ने एउटा आवाज भयो के मान्छेलाई सुन्नु न केही छ यो अति सिधा मान्छे हैन कुनले आगो लगाएको भन्ने कुरो भाटा हान्न त मलाई दिनै छोडे म मन्दिर खै कता उहाँ छन् ओ मन्दिर बाजु यहाँ हौ हौ जाऊ 20 मिनेट 25 मिनेट सुन्नुभयो मरेमा पराएर तपाईले मोबाइल लिएर आउनु म घरतिर